यति आवाजले सिंहदरबारले सुन्दैन। जय घण्टी। मकवानपुर उपस्थित सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, अब भन्ने भन्दा गर्ने दिन नजिक आउँदैछ। म खुसी छु। भन्ने भन्दा गर्ने दिन नजिक आउँदैछ। म खुसी छु। यहाँ चुनाव सार्ने कुरा गर्दैछन् रे कसैले। हुन्छ अलि ओरा सार्नुहोस्, 2-4 दिन भए पनि चाँडै गरौँ। म यहीबाट सुरु गर्छु। लोकतन्त्रमा सबैभन्दा महत्त्वपूर्ण कुरा जनताको मत हो। जनता मत हाल्न तयार छ। कुनै पनि दलले न्यू खोज्ने काम गर्नु हुँदैन। जनताले जे दिन्छन् त्यही स्वीकार गरेर बस्ने। 1 नम्बर बनाए 1 नम्बर, 0 नम्बर बनाए 0 नम्बर। रासोपालाई मत परिणाम स्वीकारेछ। सरकारलाई निष्पक्ष चुनाव गर भनेका छौँ, गर्छ। हामीलाई विश्वास छ। सबै राजनीतिक दललाई लोकतन्त्रको यो उत्सवमा सहभागी हुनको निमित्त म विनम्रतापूर्वक यहीबाट अनुरोध गर्न चाहन्छु। कहाँबाट न्यू पाउँ भनेर न्यू खोज्न जरुरी छैन। मतपत्रमा यदि तपाईहरूलाई आफ्नो सङ्गठनप्रति विश्वास छ, आफ्नो एजेन्डाप्रति विश्वास छ, हामी जस्तो 3 वर्षको होइन,